हेर भाइ कान्ठा, मेरा भाइ रामले चाहिँ नि तेरी छोरी पूजालाई चाहिँ मन पराउनु हुँदो रहेछ। म पनि त त्यो रामलाई मन पराउँदै थिएँ। के भयो त यसमा? तेरा भाको टाउको भयो। रामको र पूजाको बिहे गरिदिनु पर्यो, अरू के हुने हो र? मेरो छोरी माग्ने हजुरको हैसियत के छ? तपाईँले एउटा बर्थडे आइमाईको चप्पल लाएर आउनु भएको छ। म भने यहाँ दुईटा कुर्सीमा बसेको छु, हैसियत त्यहीबाट थाहा हुन्छ। खोइ माछाले के भनिस् गरे तैँले? तेरो बुक सुक यालो। हेर कान्ठा, मेरो भाइ रामले तेरी छोरी पूजालाई धेरै माया गर्दो रहेछ। त्यसैले हामी दुईजना यिनीहरूको बिहे गराइदिउँ के। यिनीहरू बिचमा धेरै सम्बन्धहरू अगाडि बढिसकेको छ। अझ स्वागत त कति मेरै आँखा अगाडि स्वागत मनाएको छैन। ठिक छ, यदि तँहरू मेरो छोरी पूजालाई बिहे गर्न चाहन्छस् भने यो माछाले तेरो भाइ दाल्दो मेरो घरमा घर ज्वाइँ भएर बस्नुपर्छ। ठिक छ, मेरो भाइ घर जाइ बस्न तयार छ र म घर जेठाजु बस्न तयार छु। यसको एउटा भाइ पनि छ, त्यो घर देवर बस्छ। अनि हाम्रो एउटी माइजू पनि हुन्छ, उहाँ घर माइजू हुनुहुन्छ। अनि ठुलोबा ठुलिआमा हुनुहुन्छ। के गरौँ उहाँलाई? चुप लाग्नुहोस् गरिब दाल्दाहरू। तिमी सारा गरिब दाल्दालाई पाल्नको लागि यो मेरो घरकै धर्मशाला हो। ठिक छ, हामी ठुलोबा ठुलिआमा र माइजूलाई हटाइदिन्छौँ। हामी तीन भाइ त आउनु पर्यो नि। अब म लामा चाङ्ला कुरा गर्दिनँ। यदि तिम्रो भाइ मेरो घरमा घर ज्वाइँ बस्छ भने ठिक छ, होइन भने तपाईँ दुईजना जान सक्नुहुन्छ। ठिक छ, सबैको अवसर गुम्नुभन्दा मेरो भाइ राम यहीँ घर ज्वाइँ भएर बस्छ। नै दाइ, म तपाईँलाई छोडेर बस्न सक्दिनँ दाइ। अरे मूर्ख, त मेरो घरमा आटो र्यालेको खाइ त पातलो हुन लागिसकिस्। यहाँ त 7 का 7 दिन कुखुराको मासु पाइन्छ। त्यही नै दाइ, देखिस् भन्नु भएको छ। नै दाइ, कुखुरा मासु खायो भने म बरु नुने पानी खाएर दाइ तपाईँसँगै बस्छु दाइ। म 1 बज्दिनँ, 2 बज्दिनँ, 3 बज्दिनँ। त्यसो भए म बस्छु, घर जाइ बस्न म तयार छु। पूजा काछिन्, पूजा। ठिक छ ज्वाइँ साहब, यो दाल्दो नबस्यो भने तपाईँ जानुहोस्, आधा बाटो तपाईँ मेरो ज्वाइँ। जानुहोस्।